नमस्ते। नेपालको प्रचलित कानून बमोजिम नेपालमा अदालती विवाह कसरी गर्ने भन्ने विषयमा आज हामी छलफल गर्नेछौँ। सर्वप्रथम अदालती विवाह भनेको के हो? अदालती विवाह भन्नाले अदालतमा कानूनी रूपमा दर्ता गरिएको विवाहलाई जनाइन्छ, जुन कुनै धार्मिक वा सांस्कृतिक अनुष्ठान बिना दुवै पक्षको स्वतन्त्र सहमतिमा सम्पन्न हुन्छ। अदालती विवाह गर्नको लागि चाहिने योग्यता के हुन् त? 1. महिला र पुरुष दुवैको उमेर 20 वर्ष पूरा भएको हुनुपर्छ। 2. विवाह गर्नलाई दुवै पक्षले स्वतन्त्र र स्वेच्छाले राजी हुनुपर्छ। 3. पुरुष र महिला दुवै बीच रगतको नाता हुनु हुँदैन, अर्थात् कानूनले परिभाषित गरेको हाड नाता करणीमा पर्नु हुँदैन। 4. पुरुष र महिला दुवै अविवाहित हुनुपर्छ। नेपालमा अदालती विवाह गर्नको लागि के कागजातहरू चाहिन्छ त? 1. आफ्नो स्थायी ठेगानाको ओडाबाट हाल अविवाहित भएको सिफारिस। 2. विवाह गर्ने मान्छेको नागरिकता। 3. 2 जना साक्षी र उनीहरूको नागरिकता। 4. विवाह गर्ने महिला र पुरुष दुवैको 4 वटा पासपोर्ट साइज फोटो। र 5. यदि आफ्नो स्थानीय जिल्ला बाहेकको जिल्लाबाट बिहे गर्ने हो भने हाल बसोबास गरेको जिल्लाको अस्थायी बसोबासको प्रमाण आफू बसेको ओडाबाट चाहिन्छ।